हेलो नमस्ते सबैजनालाई। धेरैजनाले चाहिँ मलाई सोध्नुहुन्छ कि डिएक्सन को कुन प्रोडक्ट युज गर्यो भने चाहिँ छालाको चाया पोतो पिम्पल्स चाहिँ जान्छ भनेर सबैजनाले सोध्ने क्वेशन। सबैभन्दा पहिले त तपाईहरुको पेटमा समस्या छ, पिरियड इरेगुलर छ, पिरियड टाइममा आउँदैन अथवा तपाईको शरीरमा चाहिँ एकदमै ग्यास्ट्रिक छ भने यो पेट सफा गर्नको लागि मोरिटा सिट्रोफोलिया नोनी जुस र स्पारुलिना यो चाहिँ न्यूट्रिसन हो, यो युज गर्न जरुरी छ। यदि तपाईहरुको चाहिँ पिरियडमा पनि समस्या छैन अनि त्यसपछि ग्यास्ट्रिक पनि छैन भने चाहिँ तपाईले डिएक्सन को गानोजी साबुनले मजाले मुख धुन सक्नुहुन्छ। यसलाई चाहिँ 2-3 मिनेटसम्म मजाले स्किनमा राखेर अनि धुइसकेपछि चाहिँ तपाई सुत्नु भन्दा अगाडि चाहिँ हामीहरुसँग चाहिँ टीटी क्रीम र टुथपेस्ट छ है। यो टुथपेस्ट चाहिँ तपाई दाँत माझ्नको लागि पनि भयो, फेसमा लगाउन पनि भयो। तर यसमा चाहिँ फेसमा लगाउने भनेर चाहिँ धेरै हैन, थोरै टुथपेस्ट तपाईले हातमा लिनुस् हैन। मैले यो चाहिँ प्राय भनिरा हुन्छ, सबैजनाले चाहिँ सुन्नु हुँदैन, बुझ्नु हुँदैन। यो चाहिँ टीटी क्रीम चाहिँ एन्टिब्याक्टेरियल, एन्टी फंगल एन्ड एन्टी एलर्जिक हो हैन। यसले चाहिँ जस्तै हाम्रो छालामा भएका विकार पदार्थलाई चाहिँ निकाल्ने गर्छ र तपाईलाई इच्छा अनुसार चाहिँ 1-2 ड्रप पानी मिसाउनु हैन। मिसाइसकेपछि तपाईले एउटा पेस्ट बनाउनु। यसरी पेस्ट बनाइसकेपछि चाहिँ लिक्विड टाइपको हुन्छ, अलि पातलो बनाउनु। मलाई चाहिँ सुट गर्छ, लगाउँदा लगाउँदा बानी परिसकेको छ। त्यही भएर तपाईको चाया पोतो पिम्पल्स छ भने त्यहाँ माथि चाहिँ चट्ट लगाइदिनु के। अनि लगाइदिनु ड्राई भइसकेपछि तपाई सुत्नु भयो भने चाहिँ तपाईको चाया पोतो पिम्पल्स पनि कम हुँदै जान्छ र तपाईको शरीर चाहिँ एकदम चम्किलो मुलायम हुँदै जान्छ। सबैभन्दा पहिले चाहिँ तपाईलाई मोर इन्फर्मेसन चाहियो भने साबुनले मजाले फोम निकालेर मजाले वाश गर्ने अनि साथ त्यो भइसकेपछि 3 मिनेटदेखि 4 मिनेटसम्म राख्दाखेरि बेस्ट, किनकि यसमा चाहिँ ग्यानोडर्मा लुसिडियम छ। त्यसले चाहिँ छालामा भएको त्यो विकार पदार्थलाई बिस्तारै बिस्तारै फ्याँक्छ। अनि साथमा चाहिँ टीटी क्रीम र टुथपेस्ट मिक्स गरेर चाहिँ यसरी मजाले पेस्ट बनाएर चाहिँ जहाँ समस्या छ त्यहाँ लगाउनु होला है त। धन्यवाद।